लिरिक्स लिएर आउँछु तिनजनाले लिरिक्स रिड गर्नु मजै Guess who's back? Everybody look, just the J for no more yesterday too. Counting to booze, I feel I'm a guru. Guys, all they bought the shops and I too. Guess who's back? Everybody look, just the J for no more yesterday too. Counting to booze, I feel I'm a guru. Guys, all they bought the shops and I too. 2025 तोप्तानी सक्दिस खाता खोल्नमा सर्वनाश कपिस सधने लजिक ऱ्यापको म सचिव ब्याक टु ब्याक खानिरहेको छु सबजना चकित परेको माछा कसैलाई दिदिन सादिसा घुम्ने मस्तिष्क मेरो दिदी छ कहिले हात फोर कहिले त्यस्तो भन्दा हार मेरो आउन न्यू खोज्नेको मुखमा मुख चुत्याइको पुति नेपाललाई दुध भात मलाई बात छैन दाल परे भने मचाइदिन्छु के साह्रो बढिरहेको ऱ्यापरहरूको सङ्ख्या आँखाले देखियो मनमा लागेको भन्दै चाँडोलाई बाई बाई गर्मीलाई वेलकम तातो तातो गर्मीले दिन पनि लम्ब्या 2 नम्बर क्याम्पबाट खानभरि ग्यास भयो छटपट सिक्स्ने तोकिला कहिले वोडका कहिले विस्की सर्वनाशले अगाडि नै रचिसक्यो हिस्ट्री एभ्रीबडी लुक जस्तै जे भन्नुहोस् म यस्तै नै छु खाँदैछु बुज आफूलाई म गुल गरेपछि सबजना छु गेस हुज ब्याक एभ्रीबडी लुक जस्तै जे भन्नुहोस् म यस्तै नै छु खाँदैछु बुज आफूलाई म गुल गरेपछि सबजना छु मर रहा है सबके सब बेकारी पंगा जो लेगा उसी पे मैं होता हूँ हावी जो भी गलती करेगा मैं नहीं दूंगा माफी शिकार करता हूँ मैं भेड़िया ने बड़ा हाथी सीने में दर्द है वो दर्द बहुत गहरा है सीने में दर्द है वो दर्द को मिटाना है हर एक समस्या से लड़ता हूँ अकेला मैं जिसने मुझे थूका था उसी को कर दिखाना है ये तो ट्रेलर था पिक्चर तो अभी बाकी है नहीं भटकूंगा मैं अब किसी की बातों से मेहनत तो करता हूँ हर एक दिन रात में जिंदगी तो लंबा है फिर भी सफर कर रहा हूँ मैं शब्द में बहुत ताकत भरी होती है रक्त से लिखा है इतिहास Yes, okay, I think last episode, the 2 episodes, was one of the best episodes by far in the Public Speakers today, right? So, त्यो अब दुईटा एपिसोड हेरेर चाहिँ अब क्राउड सँगसँगै म पनि एकदम सुपर एक्साइटेड छु र लास्ट टाइम जो केटाहरूले चाहिँ Okay, so as the top 16 पाउन लागिरहेका छ हामी चार कन्टेस्टेन्ट्सहरूलाई के भन्न चाहनुहुन्छ कन्टेस्टेन्टहरूलाई झुट गीतहरू नगाऊ अनि यहाँ दामी पर्फर्मेन्स गर्नु होइन के अरे अनि त्यसपछि के पनि दिमागमा राख्नु भने हार र जित भन्ने कुरा चाहिँ कहिले पनि हुन्छ जेमा पनि हुन्छ अनि त्यो मन सानो गर्ने डिमोटिभेट हुने त्यो चाहिँ नहोस् ऱ्यापहरू अब तिमीहरूले जस्तो बिर्सिन्छ त्यस्तै एक्ट गर्नुपर्छ है Let's welcome our next judge, Yoma! Woo! Thank you, Arjun. Thank you. So, we have the winning तपाईं हैन अब आज चाहिँ हामी टप 16 पाइरहेका छौं तब तपाईको अब एक्सपिरियन्स हेलो सिडीपेदी अधिकारी है दाइले ऱ्याप हान्दै हुनुहुन्छ सही मलाई मनपर्छ दाइ Yeah.
slide. Tote the tote go to go na tama tote. Kokan from the top of the tote. Normally JCB longe the tote. Tulo sa body tote. ICJ man la ta tote. Tote the body kira basic tote. Tote go move my longe tote. Yeah. Party the Kadako. Everything, no chemical, everything, every class, M16, cool set, rock the body of him. Oh, nigga, don't give up, don't nigga, they're going in, I'm going from the walking, like a walking, I'm talking, I'm talking. I'm walking, I'm talking. Some of the guy. All I'm carrying the bag. You should go on the line. Some of the guy. All I'm carrying the bag. You should go on the line. Get in the lead. They want my dog and be able to you have my heart for you. This body can make for a for Japanese. Japanese, get my last beat. This will be for the public listening. Everybody can you hear the police cap on it. You will have to the back. The only people who have to back. Because the safety to go say the cat. That goes to the body cat. One more online and party who want. That don't need to handle the body cat. Keep the cat, keep my cat. They don't have shot. Kind of body cat. Yeah. Single you ready to go from. Who the cat who wants to I can spy you. Go take off some special planning. Have you played the horse? Play the pizza. Play the pop. Play the heat. Play the pop. Every day I hit you. Everybody kita pilih tembok tidak tempat sokong. Kau kita beri. Kau tinggal pandai sambil. Sokong tak hotel beri. Kami awak beri. Kau kita kau beri. Kau sekarang kau beri. Lo kau ada semua stok. Kau baru kau pergi. Kau DJ sudah buat dah. Jangan ada pada pagi pun kau home suka home sorry tu. Kau dah buat home kami punya pada suara saya boleh boleh yang kita boleh home. Minat mak sama minat dia boleh tahu lah dia boleh tahu. Kau kalau kau lima kau pasti nak kau kalau kau boleh tahu. Thank you. Baik. Ani kस्तो रहेछ भने पनि देख्दै थिएँ। एउटा सानो स्टोरी हान्नु पऱ्यो क्या यहाँ भाइलाई सपोर्ट गर्नु पऱ्यो नि त दिने हो सिम्बुलाई अपु भाइ अन्तमा आएको है गाइज नमस्कार म सबैलाई चिनाउन आएको मस्तिष्कमा जाला छ बिग्राउन गएको उत्पन्न मनमा भावको चिनाउन थाल्यो नभएको भएर याद आयो बिलाउन चाल्यो खुलेर बोल्नु पर्दा म मान्छे गलत राम्रो नराम्रो मेरो बाउबा जेकै छलक सबको लागि राख्न त जेकै गलत एकपट्टि समाजले अलग उयो हप्पी के गरेर गीत भन्दै नाना अनि के भन्दा छ कि बढाइसक्यो क्या कसम त्यो मान्छे पावर नै भइसक्यो हुन्छ नि मेरो सोच भ्याउन गाह्रो यसमा मेरो के होस् आज उठ्नलाई बाध्य हुन्छु केको बिहोस् हाल्मीको होस् हाल्मीको म खेल बनाउँछु भन्दै बस त खेलको निर्दोष सबलाई खोज बगाई सोच बगाई केही हुन्न यहाँ मलाई बुझ्न खोइ भेट हुन्न यहाँ खोइ त जोड्नलाई जोड्नलाई म स्लोली भेरी सुन म क्याच गर्छु उहाँलाई भन्दै कसैलाई कन्टिन्यू गर्न आउँछु नि सुन्दरीसँगबाट अनि कतिजना सुन्दरसिंहहरू उहाँ चाहिँ भइसक्नु भएको विनर पनि हुन्छ है यो मैले चिनाउनु बिर्सेछु कति दरबारको थ्रुबाट आएको छु एन्ड अब सुस्तरी हेर्नुहुन्छ होइन एकदम फ्रेन्डली माहौल फिल भइरहेको छ आफ्नै गाउँ फर्किएको थियो भाइले त्यस्तै लागिरहेको छ गाउँको एउटा हामीले पछि राखेको यहाँ भेटेको जस्तो भइरहेको छ अनि गाउँले भन्नुभयो भाइ यस्तो मिठो गाउँको कि उहाँको म्युजिक सेन्स केही कुराहरू मेरो भन्दा पनि एकदम एक्सपर्टै मलाई उहाँसँग पनि कोलाब गर्नु मन छ उहाँले अघि सुनिसक्नु भएको छ यहाँपछि र एउटा छोटो गाउन चाहन्छु मेरो आफ्नै गीत गाउन चाहन्छु अब म सुन्दरजीलाई नै भन्न चाहन्छु सोचिरहेको त भोकी भन सुजिता घरबारा भोकी भन सुजिता घरबारा किन छोड्यो मेरी दरबार मुटुको नरम तार छोड्दा माया माने खुनीलाई त्यसै कहाँ हुनीलाई धन्यवाद छ
सकिएको छु अघि भन्न बिर्सेको योभन्दा अगाडि एउटा भागाभाग भन्ने वेब सिरिज गरेँ होइन मलाई केही पनि भनेन 2 दिन मैले सुटिङमा गएँ आफ्नो अभिनय गरेँ पछि फेरि पछाडि ऱ्याप गीत आइरहेको छ यो किन राखेको ब्याकग्राउन्डमा दाइ भने निकेत भइरहेको नेपथको विजेताको गीत हो कि भन्नुभयो अनि तर मैले केही पनि हेरेन अनि अहिले आज आएर जब यो तेस्रो सिजनमा आएर यहाँहरूसँग यसरी मजाले बोल्दै गर्दा हेर्दै गर्दा यहाँहरूको भावना यहाँहरूको सृजना सुन्दै गर्दा एउटा समाजमा एउटा नराम्रो हल्ला छ ऱ्यापमा त एकदम छाडा मात्र हुन्छ तर यहाँ देशभक्तिको गीत सुने मैले आफ्नो कथाहीन आफ्नो सङ्घर्षहीन हरेक कुराहरू समेटिएको भावहरू समेटिएको धेरै ऱ्याप गीतहरू आज सुने अत्यन्तै खुसी छु कुनै कुनै गीतहरूले मलाई एकदम भावुक पनि बनाए हामी यो यात्रामा हिँड्नेहरूलाई कहिलेकाहीँ समाजले पनि हामीलाई सपोर्ट गर्दैन कहिलेकाहीँ आफ्नै आफन्तहरूले पनि सपोर्ट गर्नुहुन्न तर जब हामी त्यहाँनिर पुग्छौँ त्यसपछि वा छिमेकीले पनि ल मेरो फलानुको छोरो हो नि मेरो यो साइनो पर्छ भनेर चिनाउनुहुन्छ तर चिनाउनुहुन्छ आज असाध्यै खुसी छु रेकर्डको रिफ्रेन्समा हामीलाई एउटा कमेडी दरबारबाट बोलाउनु भयो यहाँ सबैलाई एकदम धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु थ्याङ्क यू बोल्न नपाउनु एकैचोटि बोल्नु हो मलाई सास अड्केर कि गौरी मगतिर जित्यो नि हाम्रो कन्टेस्टेन्टहरूलाई फेरि 24जनालाई विनर बनाउन मिलेको हुन्थ्यो जस्तो फिल आयो कस्तो दामी यो लेभलको पर्फर्मरहरू हुन्छ भन्ने कुरा मैले मेरो कल्पनाभन्दा बाहिरको चिज देखेको मैले यति धेरै ट्यालेन्ट ऱ्याप भनेको अत्यन्तै नै क्रिटिकल विधा लाग्छ मलाई आफूलाई किनभने यसमा सबै चिजको मिश्रण चाहियो लिरिसिस्ट पनि हुनु पऱ्यो क्रिएटर पनि हुनु पऱ्यो एभ्री नलेज भएर मात्रै एउटा पर्फेक्ट ऱ्यापर हुन्छ जस्तो लाग्छ मलाई त्यसो कारणले गर्दाखेरि सबैजनाको यस्तो बेस्ट थियो कतिपय लिरिक्सले टस्सै मुटुमा हान्यो वाट द फक वाला थियो उहाँ त झन् अब प्रधानमन्त्रीकै बाटोमा हुनुहुन्छ कि जस्तो फिल गर्यो मजा आयो भाइ यति मजा आयो त्यो थ्याङ्क यू सो मच and MX Rio. एलिमिनेट राउन्डमा को चिप्दिने हो थाहा छैन गाइस त्यही भएर सबै 101 छन् त यहाँ 101 टप 16हरू बवालै बवाल छ रिपिट मोडमा हेर्नु होला र तपाईहरुलाई चाहिँ कस्तो परफर्मेन्स एकदमै दामी लागेको छ उहाँहरुलाई चाहिँ भोट गर्न नबिर्सिनु होला र भोटिङको लागि तपाईले एभेन्टर्स एप युज गर्न सक्नुहुनेछ सो यस these are our top 16 guys with our handsome boys keep on watching Red represents the Papashi Bay season 3 powered by KIEC supported by हेलो गाइस सिबिडीको लिरिक्स पढा आज कस्तो भयो त ल यस्तो भन्नु पर्यो भाउजू हैन यस्तो इट वाज सो फन गाइज म आज इन द फ्लो पनि पाएँ मैले क्रेजी गरेँ जस्तो लाग्यो अनि सबैले मन पराइदिनु भयो अनि थ्याङ्क यू सो मच सबैजनालाई माया देखाइदिनु यसरी भोट गरिदिनु मलाई सर्वराज दाइलाई है अब हामी दुईजना मात्रै छौँ जस्तो लाग्यो हाम्रो गोकर्णबाट अहिलेलाई सो यु गाइज निड टु सपोर्ट अस थ्याङ्क यू सो मच भाउजू ल यतातिरको वातावरण चाहिँ यस्तो छ कि त एकदम टफ भइरहेको थियो होइन रिजल्ट एकदम गाह्रो रिजल्ट आयो
दुखी मान्छे कसैले नगरिदिनु होला बाई बाई गुड नाइट सी यू गाइस ल अब हामी चाहिँ हिँडेको है त ल बाई बाई बिस्तारै बिस्तारै केटा तल झर्छ है एक एकवटा पाए सबैको हातमा भयो एकछिन नखोल नम्बर रिभिल नगर कसको विटिली कसको बाँकी छ गन्ध पहिला 16 जना 1 2 3 4 5 6 7 8 9 हपु भाइ जस्तो छ सिपिङ भइसक्यो कतिवटा बाँकी छ एउटा छ ल ल ल यो लास्टमा हेरौँ ल सबै नम्बर रिपिट गर्नु ल रिपिट गर्नु त केटाहरू 1 2 3 4 गर्दै गर्नु 1 2 3 4 एउटा ल यता आइज 1 2 यता आइज यता ल 3 गो 3 this is 3 okay motherfucker 3 okay motherfucker underdog ल 5 go 5 ग्रुप 5 5 go 5 6 केटा यी बस्छ ल ग्रुप 6 लेख्नु पर्छ नाम ल म 5 हो यो 6 हो 7 go 7 8 who is 8 ल कालो ओके यो नम्बर 5 बोकिराख्नु 9 सिपिङ नम्बर 9 10 11 go ओके 1 को यो तेरो 14 खै शब्दकार शब्दकार 14 को ओके ओ माय गॉड शब्द र पास को ओ माय गॉड पास को चारजना